नमस्ते। तातो पानी कुण्डलाई हेरेर बस्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कुमार केसी, तातो पानी कुण्ड व्यवस्थापन समितिको सचिव। र आफ्नो स्वास्थ्य उपचारका लागि टाढा टाढाबाट देशका विभिन्न ठाउँहरूबाट आफ्नो स्वास्थ्य उपचारका लागि आउनुभएको छ र विधिपूर्वक नुहाउँदा जस्तै ढाड दुख्ने, घुँडा दुख्ने, नसा सम्बन्धी समस्या भएको, गानो गला ग्यास्ट्रिक, सड्केको, मर्किएको, बज्रिएको, सुन्निएको, मोटोपन र थाइरोइड, कोलेस्ट्रोल जस्ता र चिसोबाट हुने धेरै किसिमका रोगका लागि अचुक औषधि मानिने यो नेपालकै ठुलो प्राकृतिक तातो पानी कुण्डमा आजको दिनमा झन्डै 1000 भन्दा बढी बिरामीहरू हुनुहुन्छ। हामीले दुईवटा समूह महिलाको बनाएका छौँ भने बिहान 2 घण्टा, दिउँसो 2 घण्टा, एउटा समूहलाई बिहान 2 घण्टा र बेलुका 2 घण्टा नुहाउने व्यवस्था मिलाएका छौँ। पुरुषहरूको एउटै समूह छ, बिहान 5:30 बजेदेखि बेलुका 5:30 बजेसम्म यो मेन कुण्ड सञ्चालनमा रहन्छ भने हामीले यही पाहुनाहरूको भिडभाडलाई मध्यनजर गरेर 4वटा पोखरी सञ्चालन गरेका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यो ठुलो झट्ट हेर्दा मिनी स्विमिङ पुल जस्तो देखिने यो प्राकृतिक तातो पानी कुण्डमा मूलमा 45 देखि 48 डिग्री यो डुब्ने पोखरीमा छ भने मूलमा चाहिँ तातो पानीको मूलमा चाहिँ मुहानमा 50 देखि 53 डिग्री तापक्रम रहेको छ। यहाँ डुब्दा जसलाई व्हिलचेयरमा लिएका छन्, जसलाई डोकोमा बोकेर लिएका छन्, स्ट्रेचरमा लिएका छन्, ती बिरामीहरू जुन तातो पानी कुण्डमा विधिपूर्वक नुहाउँदा जुन तातो पानी कुण्डले गर्ने काम एकदम राम्रो गरेको र यहाँ आएर हिँड्न सक्ने भएको पनि नयाँ जीवन पाइयो भनेर भन्ने पनि बिरामीहरू पनि धेरैजना हुनुहुन्छ। तपाईँ पनि आफ्नो घर परिवारमा जुन तातो पानी कुण्डमा नुहाएर निको हुने खालका बिरामीहरू छन् भने यहाँसम्म ल्याउने एउटा वातावरण बनाइदिनु होला। तपाईँले देखिरहनु भएको छ म्याग्दी जिल्लाको गौरव सिङ्गा तातो पानी प्राकृतिक उपचार केन्द्र, जहाँ चाहिँ आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल जाँदा आजित भएका बिरामीहरू यसरी आएर नुहाउनुहुन्छ। कम्तीमा हप्ता 10 दिन यसरी नुहाउँदै गर्दा यहाँको नुहाउने विधि तपाईँलाई म जानकारी गराउँछु। कम्तीमा हप्ता 10 दिन दिनको 2 पटक 2 घण्टा नुहाउने व्यवस्था रहेको छ। यहाँ चाहिँ बिहान 5:30 देखि 7:30 बजीसम्म पालो लगाइएको छ। 7:30 देखि 9:30, 9:30 देखि 11:30 यसरी चाहिँ हामीले बिहानको 3 सिफ्टलाई यसो 2 घण्टा र त्यसपछि सबैजनालाई 2 घण्टा लगाउँछौँ। पानीमा 15-20 मिनट पानीमा बसिसकेपछि बाहिर निस्किएर तावल ब्ल्याङ्केटले 15-20 मिनटै यसरी चाहिँ छोपिन सकिन्छ। त्यस पश्चात 15-20 मिनट यो तावल ब्ल्याङ्केटले छोपिसकेपछि धेरै पसिनाहरू आउँछ। त्यसपछि बाहिर निस्केर फेरि आराम गर्ने र 15-20 मिनट पछि फेरि चाहिँ आराम गरिसकेपछि यसरी चाहिँ कुण्डमा आएर नुहाउने हो। यो चाहिँ पानीमा आफैमा एन्टिबायोटिक भएको हुँदा यहाँ चाहिँ हामीले यो पानी ल्याब टेस्टेड पनि हो र यो 45 देखि 48 डिग्री पोखरीमा भएको तातो पानी मुहानमा चाहिँ 50 देखि 53 डिग्री तापक्रम रहेको कुरा तपाईँलाई जानकारी गराउन चाहन्छु। धेरैजना आउनुहुन्छ उपचारका लागि, सोध्नुहुन्छ यहाँ कसरी आउने, कति दिन डुब्ने, कस्तो यहाँको चाहिँ के कस्ता रोगहरू निको हुन्छन् भन्ने कुराहरूदेखि लिएर धेरै बिरामीहरूले हामीलाई सोध्ने गर्नुहुन्छ र हामीले यहाँका जानकारी पनि यसरी नै दिने गरेका छौँ। तपाईँहरूको घर परिवारमा पनि जुन तातो पानी कुण्डमा नुहाएर निको हुने खालका बिरामीहरू हुनुहुन्छ भने यहाँसम्म आउने एउटा वातावरण बनाइदिनु होला। भिडियो कस्तो लाग्छ सेयर गरिदिनु होला र थप जानकारीका लागि हामीले नम्बर राखेका छौँ, त्यो नम्बरमा फोन गर्न सक्नुहुन्छ। र कुण्ड प्रवेश गर्न अगाडि नुहाएर मात्रै कुण्ड प्रवेश गरिन्छ र कुण्डमा आउँदा टिकट काटिसकेपछि टिकट यो मेन गेटमा टिकट चेक हुन्छ। भित्र प्रवेश गरिसकेपछि यहाँ कुवाहरू राखेका छौँ, प्रवेशद्वारमा कुवाहरू राखेका छौँ। कुवामा पानी हुन्छ, खुट्टा चोपेर भित्र यसरी नुहाउने। यी चाहिँ विभिन्न देशका विभिन्न ठाउँहरूबाट आफ्नो स्वास्थ्य उपचारका लागि आउनुभएको हो र यहाँ कम्तीमा 15-20 मिनट पोखरीमा बसिसकेपछि चिरचिर पसिना आउँछ। पसिना आइसकेपछि बाहिर निस्केर तावल ब्ल्याङ्केटले अघि मैले भनिसकेको थिएँ यसरी छोपिने, 10 देखि 15 मिनट यसरी नै बस्ने। अनि त्यो पसिना धेरै बगिसकेपछि फेरि चाहिँ 5-10 मिनट आराम गरेर पुनः तातो पानी कुण्डमा यसरी आउन सकिन्छ। बिहान यो पानी बग्ने पानी हो, यो स्विमिङ पुलमा जस्तो तललाइको पानी होइन, यो आइरहेको छ गइरहेको छ। पानीको स्रोत पनि मैले तपाईँलाई पटक पहिलाका भिडियोहरूमा देखाएको थिएँ। यसरी तपाईँहरू चाहिँ पनि घर परिवारलाई लिएर नेपालकै ठुलो प्राकृतिक तातो पानी कुण्डमा आएर चाहिँ स्नान गर्न सक्नुहुन्छ। जसको घुँडा दुख्छ, ढाड दुख्छ, नसा सम्बन्धी समस्या छ, गानो गला ग्यास्ट्रिक, सड्केको, मर्केको, बज्रिएको, सुन्निएको, मोटोपन,
थाइरोइड कोल्ड स्टोर र चिसोबाट हुने धेरै समस्याको लागि असाध्यै राम्रो। हामीलाई धेरैजनाले सोध्नुहुन्छ, हामीसँग ठुलो स्पेस छ है बस्नको लागि पनि। र हामीलाई धेरैजनाले सोध्नुहुन्छ प्रेसर भएको हुन्छ कि हुँदैन, यो सुगर भएकोलाई हुन्छ कि हुँदैन डुब्नलाई भनेर सोध्नुहुन्छ। हुन्छ, मजाले हुन्छ। प्रेसर भएकोलाई पनि डुब्न मिल्छ, सुगर भएकोलाई पनि पसिना बगाउने राम्रो हुन्छ। र म तपाईँलाई अर्को बाहिरको चाहिँ दृश्य पनि देखाउँछु। यो मेन पोखरी भयो। डुबिसकेपछि हामीले चारैतिर यस्तो पानी, तातो पानी पिउनको लागि यो चाहिँ थर्मसहरू चारैतिर राखेका छौँ। तातो पानी कुण्डमा डुबिसकेपछि यसरी पानी पिउनुहुन्छ, यसरी पानी पिउनुहुन्छ। र म तपाईँहरूलाई बाहिरी दृश्य देखाउने छु। बाहिर चाहिँ 3वटा पोखरी छुट्टै छ, यो पालो कुर्नु पर्दैन। के हो यो हाम्रो टिकट काउन्टर। टिकट काउन्टर यहाँ विभिन्न ठाउँबाट आउनु भएको छ। र यहाँ चाहिँ बाहिरी दृश्यमा हामीले यहाँ पिउने पानी तल जान्छ है। यो चाहिँ बाहिरी दृश्य जुन पर्यटकहरूलाई अहिले भित्र महिलाको पालो चलिराखेको बेलामा पुरुषहरू आएर डुब्न नमिल्ने भएको हुँदा हामीले चाहिँ बाहिरी यहाँ चाहिँ 2वटा कुण्ड छन्। 2वटा कुण्ड रहेका छन् यहाँ महिला र पुरुषको लागि। म त्यो पनि देखाउने छु। यहाँ तातो पानी लेखेको कस्तो मजाको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। कस्तो मजाको छ यो सिङ्गा तातो पानी, बेनी नगरपालिका 4 तातो पानी म्याग्दी भनेर लेखेको छ। यो चाहिँ असाध्यै राम्रो धौलेगिरी हिमालबाट सुस्त गतिमा कलकल बगिरहेको म्याग्दी नदीको किनारमा अवस्थित यो प्राकृतिक तातो पानी कुण्ड, जहाँ चाहिँ महिला र पुरुषको लागि अलग अलग नुहाउने व्यवस्था गरेका छौँ। यहाँ पालो कुर्नु पर्दैन। बिहान 5:30 देखि बेलुका 9 बजीसम्म हुन्छ। यहाँ तपाईँहरूले यहाँ फोटो खिच्ने ठाउँ पनि छ, यता पनि फोटो खिच्ने ठाउँ छ। चिटिक्क परेको छ। महिला दिदीबहिनीहरूले नुहाइराख्नु भएको छ। त्यो भएको हुनाले मैले अलिक टाढाबाट लिइराखेको छु। बाहिरबाट चाहिँ मेन कुण्ड चाहिँ यस्तो देखिन्छ। र मैले चाहिँ यो बाहिरी कुण्डको पोखरीहरू पनि देखाउने छु। यहाँ पर्यटकहरू, एकछिन नआउने पर्यटकहरू आइराख्नुहुन्छ। र यो भिडभाडमा डुब्न नचाहने पर्यटकहरू पनि हुनुहुन्छ। त्यहाँ पोखरीमा डुब्नुभन्दा पहिला हामीले त्यहाँ सूचना पनि राखेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ कुण्ड प्रवेश गर्नुभन्दा पहिला नुहाएर पस्नुपर्छ भनेर राखेका छौँ। र महिला र पुरुषको लागि हामीले अलग अलग पोखरीहरू बनाएका छौँ। तपाईँले यसरी चाहिँ हामीले पुरुषहरू यो है महिला दिदीबहिनीलाई मैले टाढैबाट लिएँ। यहाँ महिला र पुरुषहरूको लागि यस्तो क्याबिन सिस्टम बनाएका छौँ। कपडा चेन्जिङ रुम यता छ भने हामीले चाहिँ अहिले चाहिँ अर्को थप कुण्ड पनि बनाएका छौँ। म तपाईँलाई त्यो पनि देखाउँछु। थप कुण्ड हामीले चाहिँ यहाँ नुहाउन आउने पर्यटकहरू बढ्दो चाप भएका कारण तपाईँले देख्न सक्नुहुन्छ यहाँ पनि एउटा कुण्ड बनेको छ। त्यहाँ पनि नुहाइराख्नु भएको छ। खोला यथातत्र तातो पानी, केही नै तातो पानी छ। यहाँ पनि अब यहाँ थप व्यवस्था पोहोरदेखि सुरु गरेको यसपालि तपाईँले देख्न सक्नुहुन्छ। यहाँ पनि नयाँ कुण्ड बनाएर यो सञ्चालनमा आइसकेको छ। तातो पानी कुण्डले यो भिडभाडलाई मध्यनजर गरेर 4वटा कुण्ड सञ्चालनमा ल्याएको छ। तपाईँहरू पनि एकपटक आउनुहोला। यो धौलागिरी हिमालबाट आएको यो म्याग्दी नदीको किनारमा अवस्थित यो प्राकृतिक तातो पानी कुण्डलाई हेरेर बस्नुहुने सम्पूर्ण महानुभावलाई यो भिडियो कस्तो लाग्छ धेरैभन्दा सेयर गरिदिनु होला। सन्देशमूलक भिडियो छ। तपाईँहरूको घर परिवारका सदस्यहरूलाई पनि यहीँ जुन तातो पानी कुण्डले डुबेर निको हुने खालको चाहिँ समस्याहरू छन् भने यहाँ आउनेसम्म एउटा वातावरण बनाइदिनु होला। आजको दिनमा झन्डै 1000 जनाको आसपासमा महिला दिदीबहिनीहरू हुनुहुन्छ। यहाँ कम्तीमा हप्तादेखि 10 दिन बस्नुपर्ने हुन्छ। होटल तथा होमस्टे एकदम राम्रो व्यवस्था छ। लग्जरी होटलहरू पनि छन्, स्तरीय होटलहरू छन्। तपाईँहरू आफ्नो क्याटेगोरी अनुसार तपाईँहरू चाहिँ यी होटलहरूमा बस्न सक्नुहुनेछ। यहाँ आइसकेपछि सर्वप्रथम यहाँ कुण्डमा आइसकेपछि तपाईँ चाहिँ कुण्डको टिकट काउन्टर, यो बाहिरी टिकट काउन्टर हो, परको लागि परै नै छ। अघि मैले तपाईँलाई मेन कुण्डको चाहिँ यताको चाहिँ मेन कुण्डको अगाडि गेटको अगाडि भएको मेन टिकट काउन्टर देखाएँ। र यो दृश्य म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको नेपालकै ठुलो प्राकृतिक तातो पानी कुण्ड नामले परिचित छ। तपाईँले टिकटकमा पनि सर्च गर्न सक्नुहुन्छ। तातो पानी कुण्ड भनेर टाइप गर्नुभयो भने यहाँ हामीले चाहिँ टिकटकमा पनि राखेका छौँ। फेसबुकमा पनि यहाँका दैनिक सूचनाहरू, टाइमिङ, आइसको जलहरू सबै राखेका छौँ, समय तालिका। तपाईँहरू चाहिँ यहाँ आएर त्यसरी चाहिँ पहिला टिकट काट्ने, त्यो टिकट घरमा आएर टिकट काट्ने, प्रवेश हुने, अनि कुण्डमा चाहिँ नुहाउने, बाहिर धारामा नुहाउने, अनि चाहिँ भित्र कुण्डमा प्रवेश गर्न सक्नुहुन्छ। छैन त मजाको यहाँ कस्तो राम्रो छ हेर्नुहोस् ल। ओके गाइज, के थप जानकारीको लागि तपाईँहरूले मैले दिएको नम्बरमा फोन गर्न सक्नुहुन्छ। हाम्रो टिकट काउन्टरको बहिनीलाई पनि म देखाउने छु। हेलो।
र उहाँ चाहिँ टिकट काउन्टर ओके